नमस्कार, मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। शुभ बिहानी। अहिले म हजुरहरूलाई चाहिँ पेटको एक्सर्साइज गरेर देखाउँदैछु। त्योभन्दा पहिले तपाईहरुले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। हजुरहरूले गरेको मायाप्रति म सधैँ आभारी हुनेछु। यहाँ मैले गरेर देखाएको व्यायामलाई तपाईले रेगुलर बिहान चाहिँ गर्नुभयो भने पक्कै पनि तपाईलाई केही राहत मिल्नेछ। मान्छे स्वस्थ रहनको लागि पहिलो कुरो चाहिँ खानपिनमा ध्यान दिनु पर्यो। जङ्क फुडलाई एकदम कम गर्नु पर्यो र बिहान शारीरिक व्यायाम गर्नु पर्यो। तपाईको निरन्तरता अभ्यासले चाहिँ तपाईको इम्युनिटी पावरलाई चाहिँ वृद्धि गर्छ। सानोतिनो रोगले तपाईलाई सजिलै छुन सक्दैन। छुए पनि तपाईले सजिलै नै निको पार्न सक्नुहुन्छ। त्यसको लागि यो बिहान गरिरहनु पर्ने आवश्यक देखिन्छ। यसलाई निरन्तरता दिनुहोस्। पक्कै पनि तपाई स्वस्थ रहनुहुनेछ भन्ने आशा राख्दछु।